ल आज फेरि अर्को सर्ग पढ्न गइरहेको छु। हाम्रो लक्ष्मीप्रसाद माधवप्रसाद घिमिरेको गौरी खण्ड काव्यको 5औं सर्ग मेरी लक्ष्मी जहान भन्ने शीर्षकको कविता म वाचन गर्न गइरहेको छु। यस प्रकार छ। कोठामा कसरी पशु नजरकी श्रृङ्गार छैनौ तिमी, यत्रो सुख कहाँ कहौँ कहाँ हृदयकी आधार छैनौ तिमी। कोठामा अघि भर्खरै तब थियौ भुलिरहेकी तिमी, यी छैनौ कसरी भनौँ हृदयमा खेलिरहेकी तिमी। मेरी लक्ष्मी कि जहान घरमा बल्दैन बत्ती अब, बत्ती नेर मुहार चारु भरिलो पर्दैन देखा अब। सन्तोषी मुखमा सुखी हृदयको झल्किन्न माया पनि, भित्तातर्फ कपालको बुझमुझे पर्दैन छाया पनि। मैले यो परिवेशीमा परदेशमा घर त्यसै बिर्सिसकेको थिएँ, आमाको टुहुरो थिएँ प्रिय सखी पाइसकेको थिएँ। मेरो सुन्दर शान्ति कान्ति सुगरी डेरा थियो त्यो कुटी, हे सन्तोष गरी बकी भइसक्यो मेरी तपस्या उठी। कसले लिन्छ र गुप्त गर्व मनमा मैले गरौँ पौरख, कसलाई सुखिनी बनाउन भनी मैले उठाउँ सुख। कसलाई सँगमा लिएर भयो सारा गृहस्थी गरौँ, छातीमा प्रतिमा लिएर हुनकै बाँचौँ कि योद्धा भरौँ। मेरो मान बचाउँथ्यौ बरु तिमी आफू नजाति पनि, दिन्थ्यौ खान मलाई रे कति कुरा आफू नखाई पनि। राख्यौ क्या सुखमा मलाई दुःखमा आफू रहेरै पनि, राख्यौ मै कमजोरलाई भनी आफू रहेरै पनि। मेरो रोउन छ व्यर्थ खर्च कसले कोलिन्छ साँचो अब, साँचो टार्दछ मुस्कुराई कसले साँचा बचोले अब। मेरो इज्जत उद्रियो तनु जुन्यो उम्टन्छ कसले अब, लापरवाह भलाइ गर्छ गहिरो परवाह कसले अब। कोठाका सबमाल तालहरूमा तिम्रो गला बोल्दथ्यो, मेरो भावुक काव्यको लहरमा तिम्रो गला बोल्दथ्यो। तिम्रो त्यो घरका विश्वभरको दृष्टान्त मेरो थियो, जे गर्थ्यौ सजिलै तिमी असजिलो सिद्धान्त मेरो थियो। तिम्रो आकुलो केश बेश घरको सौन्दर्य मेरो थियो, तिम्रो निर्मल चालमाल मनको माधुर्य मेरो थियो। तिम्रो सोच विचार सुख दुःखको चातुर्य मेरो थियो, तिम्रो